हेलो एभ्रिवान, स्वागत छ यहाँलाई मेरो किचन युट्युब च्यानलमा। आज चाहिँ मैले यहाँहरूमाझ अमिलो पिरो सोयाबिनको चटपटेको रेसिपी लिएर आएको छु। आशा छ यहाँहरूले आजको रेसिपी पनि पक्कै मनपर्नेछ। सबैभन्दा पहिला मेरो च्यानलमा नयाँ हुनुहुन्छ अनि सब्सक्राइब गर्न भुल्नु भएको छ भने सब्सक्राइब गरिदिनु होला। यसले गर्दा मेरो नयाँ नयाँ रेसिपीहरू हजुरमा सजिलै आउने गर्दछ भन्दै आजको रेसिपीतिर लागे है त। सोयाबिनको चटपटे बनाउँदा चाहिँ सबैभन्दा पहिला सोयाबिनलाई पानीमा भिजाउनु पर्ने हुन्छ। मैले चाहिँ एउटा बटुकामा चिसो पानीलाई लिएको छु अनि थोरै नुनलाई पनि राखेको छु। यसो गर्नाले चाहिँ सोयाबिनको भित्र भागसम्म नुन लाग्छ। अब चाहिँ म सोयाबिनलाई एकैछिन हातले मिच्दै जानेछु। यसरी नै एकैछिन मिचिसकेपछि 5 मिनट सोयाबिनलाई भिज्नलाई छोडिदिनुपर्छ। 5 मिनटपछि सोयाबिन राम्रोसँग भिजिसकेको छ। अब चाहिँ सोयाबिनमा भएको पानी सबै हातले निचोरेर निकाल्छु। अब चाहिँ सोयाबिनलाई हल्का फ्राई गर्नुपर्ने हुन्छ। ग्यास अन गरेर कराईमा तेल तताइसकेको छु। सोयाबिनलाई राख्छु। सोयाबिन हल्का फ्राई पनि भइसकेको छ। एउटा प्लेटमा निकाल्छु। चटपटे मिक्स गर्नको लागि एउटा ठुलो आरी लिएको छु। आलु उसिनेर तयार पारेको छु। सबैभन्दा पहिला आरीमा आलुलाई राख्छु। यसै गरी मसिनो गरी काटेर प्याजलाई लिएको छु। प्याजलाई पनि राख्छु। मैले चाहिँ चटपटेमा प्याज निकै नै राखेको छु। हजुरलाई कति मनपर्छ त्यही अनुसार प्याजलाई घटबड गर्न सक्नुहुनेछ। यसै गरी सोयाबिनलाई पनि राख्छु। थोरै बदाम भटमास भुटेर लिएको छु, राख्दै जानेछु। हरियो मटर आधा बोटुको लिएको छु, यसलाई पनि राख्छु। सानो टुक्रा गाजरलाई मसिनो कट गरेर लिएको छु, यसलाई पनि राखेँ। ढुङ्ग्रीलाई मसिनो टुक्रा बनाएर लिएको छु, यसलाई पनि राख्छु। मैले चाहिँ चटपटेमा लगाउनका लागि चटपटे मसला आफैले तयार गरेको हो। यसमा चाहिँ खुर्सानी पनि राखिसकेको छु। धेरै पिरो नखाने हुँदा चाहिँ यहाँभन्दा धेरै पिरो थपेकी छैन। हजुरहरूलाई पिरो मनपर्छ भने पिरोलाई थप्न पनि सक्नुहुनेछ। अब चाहिँ एउटा चाउचाउलाई मसिनो टुक्रा बनाएर लिएको छु, यसलाई पनि राखेँ। आजको चटपटेमा चाहिँ मैले धेरै बजारको सामग्रीहरू राखेको छैन। यसै गरी 1 चम्चा तिलको छोपलाई राखेँ। चटपटेको लागि अमिलो आज चाहिँ मैले काँचो आँपलाई मसिनो टुक्रा बनाएर लिएको छु। अहिले त आँपको सिजन पनि हो, त्यही भएर अमिलोको लागि आँपलाई नै प्रयोग गरेको छु। यसै गरी आधा चम्चा अदुवालाई मसिनो कट गरेर लिएको छु, यसलाई पनि राखेँ। अदुवाले चाहिँ चटपटेमा एकदमै बास्नेदार बनाउँछ। चटपटेका लागि नुन चाहिँ मैले 1 चम्चा बिरे नुनलाई लिएको छु। चटपटेमा चाहिँ बिरे नुन राख्नुभयो भने एकदमै मिठो हुन्छ। हजुरहरूसँग बिरे नुन छैन भने अर्को नुन पनि राख्न सक्नुहुनेछ। यसै गरी मसिनो टुक्रा बनाएको धनियाको पत्तालाई पनि लिएको छु, यसलाई पनि राख्छु।
अब चाहिँ 1 चम्चा तोरीको तेललाई राख्छु। मैले चाहिँ आजको चटपटे भान्साभित्रै रहेका सामग्रीहरूबाट बनाएको छु। बजारको सामग्रीहरू खासै राखेको छैन। अब चाहिँ चटपटेलाई एकैछिन मिक्स गर्नुपर्ने हुन्छ। मिठो अनि हेल्दी सोयाबिनको चटपटी बनेर तयार पनि भइसकेको छ। अब चाहिँ एउटा प्लेटमा सर्भ गर्छु। यहाँहरू पनि आफ्नो भान्साभित्रै रहेका सामग्रीहरूबाट सोयाबिनको चटपटी बनाएर अवश्य ट्राई गर्नुहोला। यहाँहरूलाई मेरो आजको रेसिपी कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट र सेयर अवश्य गरिदिनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद। यस्तै नयाँ रेसिपी लिएर अर्को भिडियोमा आउने नै छु। यहाँहरूको आजको दिन शुभ रहोस्।